नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई टेक्निकल ध्रुव युट्युब च्यानलमा। बैंकिङ क्षेत्रमा सरकारी जागिरको खोजीमा हुनुहुन्छ भने तपाईहरुका लागि एउटा ठूलो र खुसीको खबर छ। नेपाल राष्ट्रिय बैंकले ठूलो संख्यामा नयाँ पदहरुका लागि आवेदन खोलाएको छ। विशेष गरी कुरा के छ भने 8 कक्षा पास हुनुहुन्छ भने पनि यो जागिरका लागि आवेदन दिन सक्नुहुनेछ। आजको भिडियोमा फारम कसरी भर्ने, योग्यता के चाहिन्छ र अन्तिम मिति कहिलेसम्म छ भने सम्पूर्ण विवरण सरल भाषामा बुझाउने छु। कसले आवेदन दिन पाउने? न्यूनतम 8 कक्षा पास गरेका उम्मेदवारहरूका लागि कार्यालय सहयोगी तथा श्रेणीविहीन पदहरूमा अवसर गरेको छ। सक्नुहुनेछ यो सूचना रहेको छ। यस बैंकमा रिक्त रहेका देहाय बमोजिमका पद कार्यालय मार्फत पूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट मिति 2083 साल 5 महिना 9 गतेदेखि मिति 2083 5 महिना 23 गतेसम्म अनलाइन दरखास्त आह्वान गरिएको छ। दरखास्त साथ आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खोल्ने प्रमाणपत्र लगायतका अन्य आवश्यक सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्नेछ। दरखास्त दस्तुर भुक्तानी नभएका वा म्याद नाघि प्राप्त हुन आएका वा रित्त नपुगी पेश हुन आएका दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन। झुटा विवरण पेश गरी दरखास्त फारम भरेको पाइएमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ। शर्त राखी कुनै पनि दरखास्त स्वीकृति गरिने छैन। त्यस्तै गरी तपाईँ यहाँ हेर्न सक्नुहुनेछ विज्ञापन नम्बर, पद, माग संख्या। तपाईको पद भनेको रक्षक रहेको छ, माग संख्या 1 जना रहेको छ। यसको चाहिँ न्यूनतम शैक्षिक योग्यता भनेको एसई वा सोसर उत्तीर्ण, अनुभव कुनै कसुर नलागी नेपाली सेनाबाट निवृत्ति भरण प्राप्त जमदार वा सुबेदार वा सोसर। त्यस्तै गरी पद सिपाहीको लागि 4 जना माग संख्या रहेको छ। यसको योग्यता भनेको 8 कक्षा उत्तीर्ण हुनु पर्नेछ। सो अनुभवमा हेर्न सक्नुहुनेछ तपाईहरु। त्यस्तै गरी पद भनेको सवारी चालक हलुका, यसको संख्या भनेको 7 रहेको छ। यसमा पनि न्यूनतम शैक्षिक योग्यता भनेको 8 कक्षा उत्तीर्ण हुनु पर्ने हुन्छ। त्यस्तै गरी सवारी चालक बसको रहेको छ, 3 जना रहेको छ, माग पद संख्या 3 रहेको छ। त्यस्तै गरी यसको योग्यता भनेको 8 कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। डिस्पेन्सरी भनेको रहेको छ, पद संख्या 2 रहेको छ। यसको पनि चाहिँ तपाईको स्टाफ नर्स अथवा डिप्लोमा फार्मेसी उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै गरी कार्यालय सहयोगीमा तपाईको 17 जना रहेको छ। यसमा पनि 8 कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। र तपाईले चाहिँ यहाँ हेर्न सक्नुहुनेछ उम्मेदवारको उमेर हद भनेको दरखास्त दिने अन्तिम मितिमा 45 वर्ष ननागेको हुनुपर्नेछ। उम्मेदवारको छनौट विधि भनेको विज्ञापन नम्बर 101 देखि 2083, 102, 83, 103, 83 तथा त्यस्तै गरी यहाँ हेर्न सक्नुहुनेछ है। सम्पूर्ण जानकारी तपाईलाई केही छ त्यस्तो भने तपाईले कमेन्ट गर्न सक्नुहुनेछ। स्वीकृत नामावली प्रकाशन बैंकको वेबसाइटमा पछि प्रकाशन हुनेछ। परीक्षा कार्यक्रम प्रकाशन भनेको बैंकको वेबसाइटमा पछि प्रकाशन हुनेछ। करार सम्झौता अवधि, करार सम्झौताको अवधि 6 महिनाको हुनेछ। पारिश्रमिक तथा अन्य सुविधा बैंकको नियमानुसार करारनामामा उल्लेख भए बमोजिम हुनेछ। त्यस्तै गरी काम गर्नुपर्ने कार्यालय आवश्यकता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा प्रदेश स्थित कार्यालयहरूमा खटाउन सकिनेछ। सेवा सम्बन्धी शर्त करारनामामा उल्लेखित शर्त अनुसार हुनेछ। र अनलाइन दरखास्त पेश गर्ने तरिका भनेको तपाईको यस बैंकको वेबसाइट www.nrb.org.np मा केरियर भित्र राखिएको अनलाइन पोर्टल वा कन्ट्र्याक्ट एप्लिकेसनबाट पेश गर्न सकिन्छ। त्यस्तै गरी परीक्षा दस्तुर भनेको 800 रहेको छ। अहिले चाहिँ फाइनली सम्पूर्ण जानकारी पाइसक्नु भएछ। सो फारम अनि चाहिँ फारम भर्दा चाहिने आवश्यक कागजातहरू नागरिकता, शैक्षिक योग्यता, लम्धाक पत्र र फोटो पहिले नै स्क्यान गरेर तयार राख्नु होला। सरकारी जागिर, बैंक भर्ना र लोकसेवा सम्बन्धी नयाँ सूचना तथा अनलाइन फारम भर्ने सजिलो तरिका सिक्नका लागि टेक्निकल ध्रुव युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। भिडियो मन परे लाइक र साथीहरूसँग सेयर गरिदिनु होला। कुनै जिज्ञासा छ भने तल कमेन्ट गर्नुहोस्। धन्यवाद।